आदरणीय दर्शकबिन नमस्कार। आज म तपाईलाई एउटा असहज तर अत्यन्त आवश्यक प्रश्नबाट सुरु गर्न चाहन्छु। हामी परिवर्तन भनेर जिस्क्याएर कतै चरित्र र क्षमता बिना नै एउटा अनुहारलाई सत्ता चढाउने अभ्यासलाई नै परिवर्तन ठानिरहेका त छैनौँ। किनकि नेपालमा राजनीति जापानको जस्तो केवल प्रणालीको खेल होइन। नेपाल दुई ढुङ्गा बीचको तरुल भन्ने उखानले मात्र बुझिने देश हो भन्ने कुरा हामीले किताबमा पढेका छौँ। तर त्यसको पीडा हामीले दैनिक प्रशासन, अर्थतन्त्र, कूटनीति र समाजको नसामा भोगिरहेका छौँ। दक्षिणमा भारत, उत्तरमा चीन, दुवैको भू राजनीतिक गुरुत्वबीच नेपालले आफ्नो स्वाधीन निर्णय, आफ्नो अर्थनीति, आफ्नो सुरक्षा, चिन्ता र आफ्नो सभ्यताको आत्मा जोगाएर अघि बढ्नुपर्ने हुन्छ। यहाँ एउटा भाषणले मात्र देश उकासिँदैन, एउटा नारा मात्रले व्यवस्था सुध्रिँदैन, एउटा नयाँ लोगो मात्रले राजनीति शुद्ध हुँदैन। अब म आजको प्रश्न राख्नेछु, नेपालको सङ्कट नयाँ कि पुरानो होइन, सङ्कट नैतिकता कि नाटकको होला नि, सङ्कट दृष्टि कि देखावटीपन होला नि त, सङ्कट संस्था बनाउने धैर्य कि भिड बटुल्ने चातुर्य होइन। हामीले देखिरहेका छौँ कसैले एउटा जिम्मेवारी पाएको छ, तर त्यही जिम्मेवारीभित्र परिणाम देखाउनु अघि नै अर्को ठुलो कुर्सीको सपना बेचिरहेको छ। कसैले आरोप र विवादको छाया बीच पनि आफ्नो छविलाई देशको उद्धारकर्ता बनाउने अभ्यास गरिरहेको छ। अनि जनताले चाहिँ के गरिरहेका छन् त? हामी प्रशंसा र घृणाको दुई किनारामा दौडिरहेका छौँ। आज जय जयकार, भोलि गाली, तर विचार, तथ्य र मापदण्ड चाहिँ कहाँ छ त? यो देशलाई चलाउने कुरा भावनाले मात्र हुँदैन। भावनाले आगो बाल्छ, तर चुलो बालिराख्न दाउरा चाहिन्छ। दाउरा भनेको नीति, प्रक्रिया, सक्षम टिम र संस्थागत अनुशासन हो। नेता एक्लै भएर देश बन्दैन। म आउँछु, म गर्छु भन्ने एकल नायकको कथा सुन्न रमाइलो लाग्छ, तर राज्य सञ्चालन भनेको नायकको अभिनय होइन। राज्य सञ्चालन भनेको नियमको निरन्तरता हो, सेवाको शुद्धता हो र निर्णयको उत्तरदायित्व हो। त्यसैले आज म तपाईँलाई एउटा स्पष्ट मापदण्ड दिन चाहन्छु। जब तपाईँले कुनै नेता, कुनै दल, कुनै आन्दोलन वा कुनै नयाँ शक्ति देख्नुहुन्छ, तीनवटा प्रश्न सोध्नुहोस्, पक्कै सोध्नुहोस्। पहिलो यस्तो सोध्नुहोस्, यसले संस्थालाई बलियो बनाउँछ कि संस्थामाथि आफूलाई ठुलो बनाउँछ? दोस्रो, यसले भावनालाई मात्र उत्तेजित गर्छ कि समस्या समाधानका चरणबद्ध उपायहरू दिन्छ? र तेस्रो, यसले आफूभन्दा सक्षम मानिसलाई वरिपरि राख्न सक्छ कि आफ्नो वरिपरि हजुर हजुर भन्ने भिड मात्रै चाहन्छ? यी तीन प्रश्नले धेरै भ्रम च्यातिदिन्छ। अब अर्को गहिरो सत्य, नेपालको असफलताको कारण केवल नेता खराब होइन, नेता त हाम्रो समाजको ऐना जस्तै हो। समाजले जे संस्कार जन्माउँछ, राजनीति त्यही संस्कारको सत्तात्मक रूप हुन्छ। हामी कर नतिर्ने, नियम मिच्ने, सानो फाइदाका लागि ठुलो सत्य बेच्ने, नातावाद र चिनजानलाई योग्यताभन्दा माथि राख्ने अनि फेरि नेता मात्रलाई दोष दिने अभ्यासमा फसेका छौँ। घरको फोहोर आँगनमै हुन्छ हो, राज्यको फोहोर समाजकै संस्कारबाटै सुरुवात हुन्छ। त्यसैले राजनीतिको सुधार केवल चुनावी नाराबाट होइन, नागरिक चेतनाको अनुशासनबाट सुरु हुन्छ। तर यसको अर्थ पुराना सबै ठिक र नयाँ सबै गलत भन्ने भने होइन। नयाँ ऊर्जा चाहिन्छ, तर नयाँ ऊर्जामा नैतिक शुद्धता चाहिन्छ। पुरानो अनुभव चाहिन्छ, तर पुरानो अनुभवमा सुधारको इमान चाहिन्छ। समस्या अनुहारको उमेर होइन, समस्या चरित्रको गुणस्तर हो। समस्या
दलको नाम होइन, समस्या शासन गर्ने संस्कृतिको शुद्धता हो। अब यहाँ एउटा अत्यन्त संवेदनशील कुरा छ। नेपालमा भूराजनीति केवल नक्साको कुरा मात्र होइन। हाम्रो परराष्ट्र नीति, हाम्रो श्रम अर्थतन्त्र, हाम्रो जलस्रोत, हाम्रो व्यापार मार्ग, हाम्रो सुरक्षा सन्तुलन, यी सबै कुरा निर्णयको सूक्ष्मता माग्छ। एक दिनको क्रोध, एक दिनको लोकप्रियता वा सामाजिक सञ्जालको एक घन्टे ट्रेन्डले कूटनीति चल्दैन। कूटनीति भनेको लामो सास हो, धैर्य हो, सन्तुलन हो। जो नेता एक वाक्यले भिड उचाल्छु भन्छ, उसले कहिलेकाहीँ देशलाई दशकौँ पछाडि धकेल्ने जोखिम पनि बोकेको हुन्छ। त्यसैले हामीलाई जोस मात्र होइन, होस चाहिन्छ। अब म तपाईसँग एउटा स्पष्ट आग्रह गर्छु। हामीले राजनीति हेर्ने तरिका बदलौँ। को बोल्छ भन्दा के भन्छ हेर्न थालौँ। कति लोकप्रिय भन्दा कति उत्तरदायी हेर्न थालौँ। कति साहसी भन्दा कति तथ्यमा आधारित भनेर हेर्न थालौँ। किनकि साहस बिना बुद्धि आगो हुन्छ र बुद्धि बिना साहस अहङ्कार हुन्छ। राज्य चलाउन दुवै चाहिन्छ र त्यो पनि नैतिकताको सीमाभित्र रहेर। अब व्यावहारिक रूपमा के गर्ने? सर्वप्रथम व्यक्ति पूजा बन्द गरौँ। नेता हाम्रो सेवक हो, देवता होइन। दोस्रो, नारा होइन योजनाको माग गरौँ। समय सीमा, बजेट, जिम्मेवार निकाय र मापन योग्य लक्ष्य सहित। अनि अर्को छ दलभित्रको सुधारलाई दबाब दिनु। टिकट वितरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता र योग्यताको मापदण्ड माग गरौँ। अनि अर्को रहेको छ भ्रष्टाचारलाई केवल भाषणमा होइन, प्रमाण र प्रक्रिया मार्फत चुनौती दिनु। सूचनाको माग, सार्वजनिक सुनवाई, लेखा परीक्षण र न्यायिक प्रक्रियालाई बलियो बनाउने दबाब दिनु। अनि पाँचौँमा रहेको छ सामाजिक सञ्जालमा भिडको न्याय होइन, विवेकको समीक्षा गरौँ। किनकि भिडको न्यायले एक दिन निर्दोषलाई पनि जलाउँछ र दोषीलाई पनि नायक बनाउँछ। यति गर्दा पनि धेरैले भन्छन् केही सम्भव छैन। नेपाल यस्तो हो, तर यो वाक्य नै सबैभन्दा ठुलो पराजय हुन्छ। हेर्नुहोस्, इतिहासले के भन्छ त भन्दा देशहरू एकै दिन बनेका छैनन्। राष्ट्र निर्माण भनेको एक पुस्ताको क्रोध होइन, धेरै पुस्ताको अनुशासन हुन्छ। हेर्नुहोस्, एउटा सरकार गयो भनेर राष्ट्र हार्दैन, एउटा चुनाव जित्यो भनेर राष्ट्र बन्छ भन्ने पनि होइन। राष्ट्र तब बन्छ जब नागरिकले मापदण्ड छोड्दैनन्, जब शिक्षकले इमान छोड्दैन, जब कर्मचारीले सेवा धर्म छोड्दैन, जब व्यापारीले कर नैतिकता छोड्दैन, जब युवा पुस्ताले ट्रेन्ड होइन जिम्मेवारी रोज्छ। आजको भिडियोको सार यही हो। नेपाललाई नयाँ अनुहार होइन, नयाँ संस्कार चाहिएको छ। नेपाललाई भिडको ताली होइन, संस्थाको मेरुदण्ड चाहिएको छ। नेपाललाई भावनाको जुवार होइन, नीतिको स्थायित्व चाहिएको छ। अनि अन्त्यमा म अर्को एपिसोडको सङ्केत पनि दिन चाहन्छु। अर्को पटक हामी एउटा अझै गहिरो विषयमा प्रवेश गर्नेछौँ। नेपालको राज्य असफलताको मूल जड नेता मात्र होइन, कर्मचारी तन्त्र, दलतन्त्र र लाभार्थी सञ्जाल कसरी एक अर्कासँग गाँसिएर बसेका छन् र त्यो गाँठो कानुन, प्रविधि र नागरिक दबावबाट कसरी फुकाल्न सकिन्छ। यदि तपाईलाई आजको प्रस्तुति मन पर्यो भने यो भिडियो सेयर गर्नुहोस्। तर सेयर गर्नु अघि एकपटक सोच्नुहोस्, तपाईले कसैको पक्षमा होइन, सत्यको पक्षमा उभिन सेयर गर्दै हुनुहुन्छ कि छैन? धन्यवाद। तपाईको विवेक जागिरहोस्, तपाईको प्रश्न बाँचिरहोस् र तपाईको देशप्रेम विवेक सहित बोलिरहोस्। हामी अर्को एपिसोडमा फेरि भेटौँला। नमस्कार।